पहिला भइदियो ल ल यहाँ हेर्ने ल आवाज नगर्ने टेलीमा 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 आज टेलीमा कख पढाउने होइन कम्पनी अनि यहाँनिर सर्ट कम्पनी यसलाई मैले बन्द गरेँ हाम्रो कम्पनी यो 115 नामको छ नबोलाउने चाहिँ म पासवर्ड नै भुलिहालेँ ल कम्पनी हाम्रो ओपन भयो नितिश भाइ माथि नितिशा भाइ यता हेर्ने ल यता हेर्ने है हिजो हामीले अल्टर यहाँनिर हेरौँ पेरोल मास्टरको इम्प्लोइ ग्रुप हो ध्यान यहाँनिर इम्प्लोइ हामीले बनाएको थियौँ 2 जनाको मात्रै बनाएको छु तपाईँहरूले चाहिँ धेरै बनाउने है 4 जनासम्म बनाउनु छ नि अब पुनः क्रिएटमा अब लेख्नुहोस् युनिट स्ल्यास अर्थात् युनिट वर्क लेखौँ डु फास्ट मास्टरको दोस्रो क्लास युनिट भनेर लेख्नुहोस् रेडी सुरुमा रेडी हुनु पर्थेन नि फटाफट रेडी हुनुहोस् छिटो 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 भयो भयो तिमी डटपेनको खोप्पा चाहिँ अहिले छैन है तिम्रो खोप्पा पछि आज फेरि मलाई माग्नको लागि यहाँनिर यहाँनिर इन्टर हान्ने युनिटमा यसमा लेख्नुहोस् HRS HOURS आवर्स लेखौँ टु फर्स्ट सक्यो कन्ट्रोल ए छिटो 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 गर्नुहोस् कन्ट्रोल ए अब MIN गर्नुहोस् मिनेट्स मिनेट्स मिनेट भयो पछाडितिर भाइ लेख्यौँ यहाँ मिलाएर लेख्छौ उता होइन मिल्दैन है ल कन्ट्रोलसँग ए अब यहाँ हेर्ने तपाईँहरूलाई एउटा पुसुक्कै अब यहाँनिर यो कर्सर छ अब यो 2टा युनिट लेखिसकेपछि किबोर्डबाट ब्याक स्पेस पुस गर्ने के स्पेस ब्याक स्पेस एउटै स्पेस हुन्छ अनि माथि टाइपमा जान्छ मेरो कर्सर टाइपमा एउटा सिम्पल र कम्पाउन्ड भन्ने आउँदो रहेछ अब फेरि अप एरोले कम्पाउन्ड गर्छु म कम्पाउन्ड इन्टर हान्छु हो कुरा बुझ्यौ सबले है कसरी गएको यो पहिला सिम्पल थियो अब ब्याक स्पेस अप एरो कम्पाउन्डमा इन्टर हान्ने अब यहाँ पिकेटी कार्टुन के समथिङ समथिङ छ अगाडिको पनि देखाएको छ हामीलाई त्यो चाहिएन आजको आवर र मिनेट है ठुलो एकाइ भनेको समयको घन्टा हो आवर हो देन कन्भर्जन कति 60 के मिनेट सेकेन्ड युनिट भनेको मिनेट युनिट विथ मल्टिप्लायर फ्याक्टर लगाउने जस्तै केजिज अफ 1000 ग्राम भने जस्तै र आवर अफ 60 मिनेट भन्ने हो है 1 घन्टा 60 मिनेटको हुँदो रहेछ है सेकेन्ड युनिटमा मिनेट चुज गर्ने मिनेट भन्ने यहाँ मिनेटमा कर्सर छ हेर न है सेकेन्ड युनिटमा के चुज गर्ने मिनेट भयो है ल यति गर्ने पहिलाका मान्छेले है पहिलाका सुरुमै 60 मिनेटको नमानेर 100 मिनेटको 1 घन्टा मानिदियो भने त होइन हुन्छ ए
ल अब ब्याक गर्ने ब्याक स्पेस ब्याक स्पेस ब्याक स्पेस। अब आउनुहोस् तपाईँ केमा भने एटेन्डेन्सलाई पेडमा एटेन्डेन्सलाई पेड टु फास्ट एटेन्डेन्सलाई पेड एटेन्डेन्सलाई पेड अप्सन हुन्छन् अर्को दिन सर मेरो भएन के भएन इन्टर हाने अब नेममा प्रेजेन्ट एज लेखौँ 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 डट पेन पनि हातमा समात्न नसक्ने मान्छे बिहान नास्ता खाएर आउँछ नि त चौचौलाई त इन्टर इन्टर यहाँनिर लिस्ट अफ एटेन्डेन्स टाइपमा एकछिन तपाईँहरूले ध्यान दिएर हेर्ने ध्यान दिएर हेर्ने ध्यान दिएर हेर्ने यता सुन्ने लिस्ट अफ एटेन्डेन्स टाइपमा एटेन्डेन्स स्ल्यास लिभ विथ पे भन्ने एउटा टपिक छ एउटा लिभ विदाउट पे भन्ने छ एउटा अन प्रोडक्सन अर्थात् प्रोडक्सन छ एउटा युजर डिफाइन्ड क्यालेन्डर टाइप्स एक एक गरेर सुन्नुहोस् एटेन्डेन्स भनेको व्यक्ति प्रेजेन्ट हुनु हो अनि स्ल्यास छ त्यसैमा अब्लिक गरेर लिभ विथ पे भनेको के हो भने कुनै पनि कर्मचारी कहिले काहीँ केही समस्या परेर हुनसक्छ घर बिदा लिएको हुनसक्छ है काजक्रिया बिदा लिएको हुनसक्छ घराइसी प्रयोजनका लागि है केही पर्व बिदामा हुनसक्छ हो हो केही बस जस्तो बिरामी भयो बिरामी बिदा हस्पिटल ट्रिटमेन्टमा जानु छ त्यो बिदामा हुनसक्छ अब व्यक्ति प्रेजेन्ट छ एटेन्डेन्समा पनि राख्न सक्नुहुन्छ फर्स्टकोमा तर संस्थालाई जानकारी दिएर एप्लिकेसन दिएर निवेदन गरेर व्यक्ति अब्सेन्ट बसेको छ भने लिभ विथ पे गर्छौँ यो फर्स्टको एटेन्डेन्स स्ल्यास लिभ विथ पे गर्छौँ त्यो भनेको व्यक्ति बिदामा भए पनि व्यक्तिले पाउने पारिश्रमिक नकाट्ने भनेको है कहिलेकाहीँ समस्या हुन सक्छ नि त नि है काजक्रिया गर्नु पर्यो अनि व्यक्तिलाई अब बिदै बस्थेन मान्छेको जरुरी पर्छ इमर्जेन्सी बस्नुपर्ने भयो है 10-15 दिन हो अब त्यस्तो अवस्थामा लिभ विथ पे एटेन्डेन्स भयो सर अन्य कर्मचारीले जति जति काम अर्थात् काम गर्छन् जति जति गर्छन् उहाँहरूले पाउने पारिश्रमिक बराबर र अब्सेन्ट बसेको व्यक्तिलाई पनि कट अफ हुँदैन भने क्लियर है अर्को छ लिभ विदाउट पे लिभ विदाउट पे भनेको लिभमा बस्यो तर पे नगरेको यो धेरै यसमा आउन सक्छ कहिलेकाहीँ के हुन सक्छ भने अध्ययन बिदा गर्नुपर्ने भयो स्टडी लिभ लिनुपर्ने भयो अध्ययन उच्च शिक्षाका लागि नोकरी गरेको छ तर संस्थाले उच्च शिक्षाका लागि व्यक्तिलाई बाहिर खडा देशभन्दा बाहिर है देशभन्दा बाहिर ऊ त आफ्नो करियर मतलब पढाइका लागि गएको हो नि त नि भोलि आउला अब त्यो देशभन्दा बाहिर जस्तै मानिनु 2 वर्षका लागि 3 वर्षका लागि गएको हुन सक्छ अनि व्यक्ति बाहिर छ बाहिरमा जाली पढिरहेछ अनि उसको खातामा खुरु पैसा हाल्दिने त नहाल्दिने उसको जब चाहिँ रहिरहन्छ अध्ययन बिदामा जब रहिरहन्छ तर उसले पे पाउँदैन पारिश्रमिक पाउँदैन कुरा बुझ्यौ है दैनिक रूपमा पाउँदैन भनेको एउटा त्यो मानेमा हामी लिभ विदाउट पे गर्छौं अर्को लिभ विदाउट पे यतिखेर गर्न सक्छौं जतिखेर माथि सूचना जानकारी यति दिनका लागि म बिदामा छु भनेर इन्फर्म गरा ठिक छ लिभ पे पाउँछ तर त्यति दिन जानकारी त गरायो ठिक छ तर त्यसपछि पनि व्यक्ति आएकै छैन कि बिना जानकारीमा है सरकारी तपाईहरुको यो निजामती सेवा ऐन अनुसार सरकारी कर्मचारीहरूले 90 दिनसम्म है गभर्नमेन्टको नौकरी अर्थात् काम गर्ने मान्छे छ 90 दिनसम्म नन स्टप बिना जानकारीमा व्यक्ति बेपत्ता छ भने त्यसलाई बर्खास्त गरिन्छ सेवामा राखिँदैन त्यस्तो व्यक्तिले
91 92 दिनमै आयो भने त्यहाँ हार गुहार के बिन्ती सिन्ती माने पनि बिसायो पनि राख्दैन है, बर्खास्त गरिन्छ। त्यो ऐनमै छ, नियममै छ। त्यसैले कुनै व्यक्ति चाहिँ कार्यालयको प्रशासनिक या होइन इकाइमा केही जानकारी छैन, केही छैन, प्रमुखलाई केही पनि इन्फर्म छैन, अप्सन बसेको छ, जाँड खाएर मात्तिएर कहाँ गयो कहाँ गयो थाहै छैन भने उसलाई पे पनि पाउँदैन। र पे पाउँदैन त्यसपछि विभिन्न प्रकारका सजायहरू चाहिँ गर्न सक्छ है। र सँगै काम होइन गरिराखेको साथीहरूलाई आफूभन्दा पछि आएको साथी प्रमोसन भएर अघिल्लो लेभलमा गइसके हुन सक्छ। आफूभन्दा अगाडि आएको साथीले यति डिस्टर्ब गरिरहेको छ काममा भने ऊ डिमोसन हुन सक्छ हो। उसलाई चाहिँ र यस्तो गर्न सक्छ, उसको तलब वृद्धि रोक्का गर्न सक्छ है, ग्रेड रोक्का गर्न सक्छ, यावत कुराहरू हुन सक्छ। त्यस्तो हो। अनि प्रोडक्सन भनेको के हो भन्नुहुन्छ भने प्रोडक्सन भनेको जस्तो कहिलेकाहीँ पार्ट टाइम या फुल टाइम जेमा काम गरे तापनि होइन त्यो चाहिँ स्यालेरी बेसिसको, तर कहिलेकाहीँ काम ओभरलोड हुन्छ, ओभरलोड हुन्छ के बढी समयसम्म काम गरिराख्नुपर्ने हुन्छ हो। अनि बढी समयसम्म मान्छेले त्यत्तिकै काम गर्छ त गर्दैन। अब 10 to 5 त अफिस टाइम हो, 10 to 5 अफिस टाइम हो, 7 बजेसम्म गर्नु पर्यो, 2 घन्टा थप भने 2 घन्टा थप त्यत्तिकै गर्छ त गर्दैन नि त नि है। हो त्यो 2 घन्टाको पनि पे गर्नुपर्छ, त्यसलाई हामी ओभर टाइम भनेर भन्छौँ, त्यसलाई हामी प्रोडक्सनमा। अनि कतिवटा उत्पादन गर्यो त्यो 2 घन्टामा त्यसको बराबरको पारिश्रमिक अर्थात् उसलाई ओभर टाइम पे गर्न सक्छ। जस्तो मानिलिउँ केही कन्स्ट्रक्सन गर्नु छ, केही पुल बनाउनु छ, केही होइन तपाईँहरूको मोटर पुलहरू हुन सक्छ, झुलङ्गे पुल हुनसक्छ, कुनै सरकारी भवन हुनसक्छ या प्राइभेट भवन हुनसक्छ, जे पनि गर्नु छ, सडक निर्माण गर्नु छ, तत्काल गर्नु छ, चाहियो तत्कालै चाहियो भने त्यहाँ लेबरहरूलाई रात दिन खटाएर भयो भने काम गराउँछन्। त्यो ओभर टाइम गरेको है, 8 घन्टा टाइम तिनीहरूको होइन ड्युटी नै हो, त्योभन्दा बाँकी ओभर टाइम पे गर्नुपर्छ हो। कहिलेकाहीँ तपाईँहरूको जस्तै मानिलिउँ हस्पिटलमा काम गर्ने कर्मचारी, डे नाइट सिफ्टमा काम गर्ने कर्मचारी त हुन्छ नै त्यहाँ है, तर कहिलेकाहीँ यसो है म आउन सकिनँ भने अर्को कर्मचारीले सपोर्ट गरिदिन सक्छ, तर सपोर्ट गरिदियो भन्दैमा उसलाई पे पनि त गर्नु पर्यो नि त नि है। हो ओभर टाइम अन प्रोडक्सन भनेको त्यो। अनि युजर डिफाइन क्यालेन्डर टाइप भन्ने छ। यो युजर डिफाइन क्यालेन्डर टाइप भनेको कुनै पनि व्यक्ति यदि प्रेजेन्ट हुन्छ भने क्यालेन्डरमा के जति दिन हुन्छ नि त्यो दिन गनेरै दिने। कुनै महिना 28मा सकियो भने अनि 32को स्यालेरी किन दिने, 28कै दिने, दिन काउन्ट गरेर। बिदामा भयो, कार्यालय सुचारू भएन भने माइनस गरेर त्यस्ता दिनहरूलाई माइनस गरेर कार्यालय सञ्चालन भएको दिनलाई मात्रै क्यालकुलेसन गरेर अनि पे गरिन्छ भने त्यसलाई हामी युजर डिफाइन्ड आज क्यालेन्डर टाइप भन्छौँ है। यो महिना 30को छ भने 30सम्मको पे गर्ने, 31 छ भने 31सम्मको पे गर्ने होइन, 32 छ भने 32 दिन बराबरको पे गर्ने क्यालेन्डरको मन्थ अनुसार। क्लियर? क्यालेन्डर मन्थ अनुसार। अब हामीले सुरुमा के लेख्यौँ, प्रेजेन्ट डे। प्रेजेन्ट डेलाई अहिले तपाईँहरूले यहाँनिर केमा राख्न सक्नुहुन्छ भने प्रेजेन्ट डे महिनामा होइन 30 दिन व्यक्ति के अरे प्रेजेन्ट भयो भन्न पनि मान्न सक्नुहुन्छ। र प्रेजेन्ट डेलाई हामी एटेन्डेन्समा पनि राख्न सक्छौँ है, एटेन्डेन्सका आधारमा पनि राख्न सक्छौँ। तपाईँहरूले यसलाई केमा राख्नुहोस् भन्नुहुन्छ भने केमा राख्नु, यसलाई राखौँ युजर डिफाइन्ड एज क्यालेन्डर टाइप। यहाँ राख्नुहोस् त, युजर डिफाइन्ड क्यालेन्डर टाइपमा राख्नुहोस्। भयो? सक्यो? सक्यो? ल absent यस्तो हुन्छ, absent days, absent बस्यो भने लिभ विदाउट पे गर्ने। भयो? भयो?
सिक लिभ बिरामी बिदा भयो लिभ विदाउट पे गर्ने लिभ विदाउट पे गर्ने के रे लिभ विदाउट होइन एटेन्डेन्स अर्थात् स्ल्यास लिभ विथ पे गर्ने लिभ विथ पे सिक लिभ भनेको लिभ विथ पे बिरामी बिदा भयो नि त नि है मान्छे लिएको छ भने लिभ विथ पे हुन सक्छ है क्याजुअल लिभ हुन सक्छ घरायसी प्रयोजनका लागि राजक्रियामा बस्नको लागि लिभ हुन सक्छ यावत हुन सक्छ लिभ विथ पे आय सरह नै हो भनेको है त व्यक्ति भयो कन्ट्रोलले गरौँ अब है यसैमा एउटा ओभर र टाइमर र यसलाई हामी सर्टकटमा ओटी भन्दो रहेछौँ ओभर टाइम भनेको अघि नै मैले भने जतिवटा उत्पादन गर्न सक्यो त्यति प्रोडक्सन लिने के लिने प्रोडक्सन हिजो कोभिड कालमा के गर्यो भने मान्छेहरूले है केही भएको मान्छे व्यापारीहरूले कालो बजारी धन्दा सिर्जना गर्यो मुखमा लगाउने मास्कको कृत्रिम अभाव गर्यो हो समस्यामा हुँदाखेरि एउटा सामान्य 10 रुपियाँको मास्क पर्ने मान्छेले 100 र 200-250 हाल्नु पनि बाध्य भयो नि त नि होइन हो कालो बजारी गर्यो अब त्यो व्यापारीहरूको गलत इन्टेन्सन हो तर अनि सरकारी अर्थात् वेबाट या प्राइभेट संस्था या त्यसरी के काम गरेको थियो भने र त्यहाँ मास्क बनाउने जुन कर्मचारीहरू हुन्छ नि कामदार हो मास्क बनाउनेहरूलाई है तपाईले जति गर्नुस् यहाँ यति नै भन्ने छैन तपाई रात दिन जतिसम्म गर्नुस् जतिसम्म तपाईको आँखा एनर्जी या शरीर चल्छ काम गर्छ तपाई बनाउनुस् के जति उत्पादन गर्नुहुन्छ त्यति मास्कको यतिका दरले म पे गर्छु मालिकले त भन्यो अनि मालिक बजारमा डिमान्ड यत्रो मास्कको धेरै छ देशभरि छैन हाहाकार भइरहेछ मास्क त्यतिखेर के हैन एक देशसँग मास्क नहुँदा पनि अर्को देशले सहयोग गरिरहेको थियो हैन मास्कहरू नेपालमा चाइनाले इन्डियाले धेरै चीजहरू मास्क लगायत अन्य चीजहरू पनि सहयोग गरिरहेको भने यहाँ बजारमा उत्पादन पनि मान्छेले यसरी उत्पादन गरेको थियो उत्पादन गर्ने तपाई हामी जस्तै व्यक्तिहरूले हामी जस्तै कसैले सिकेका या सिक्दै गरेका व्यक्तिहरूले ल तपाई मास्क बनाउने फ्याक्ट्रीहरुमा चाहिँ तपाई उत्पादन गर्नुस् प्रोडक्सन गर्नुस् जति मास्क गर्नुहुन्छ जति तपाईको एनर्जी हुन्छ है त्यति बनाउनुस् त्यही अनुसारको पैसा लैलिएर जानुस् हैन हो त्यो भनेको अन प्रोडक्सन अब यहाँनिर के आउँछ आवर अफ 60 मिनेट यो लिनु होला है मेरो कर्सर हेर्नुस् त कहाँनिर छ युनिटमा आवर अफ 60 मिनेट आवर अफ 60 मिनेट भनेको जति मिनेट उले काम गर्छ अर्थात् 60 मिनेट बराबर जति मार्क्स उत्पादन गर्छ त्यति बराबर दिने जे पनि हुन सक्छ मार्क्स नै भन्ने हैन है जति उले आउटपुट दिन्छ 1 घण्टा बराबर त्यति नै दिने है जति आउटपुट दिन्छ त्यति दिने म सक्छु ब्याक गर्ने हो अब आउने पेडमा केमा पेडमा यो पेड आजै सकिन्न यसमा टाइम लाग्छ है पेडको समथिङ एक टपिक मात्र हामी आज पास गर्छौं पेडमा इन्टर हाने पेडमा अब पेडमा के चाहिँ लेखिन्छ भने नि पेडमा कर्मचारीले पाउने पारिश्रमिकको डिटेलमा है स्यालेरीको अलावा अन्य के पाउँछ अर्निङको डिटेल र अनि उसको स्यालेरीबाट के काटिन्छ त्यो डिडक्सनको डिटेल चाहिँ यसमा राखिन्छ है पेडमा हो अब जस्तै मानिलियौ अनि यहाँनिरबाट बेसिक स्यालेरी यो चाहिँ मुख्य कम्पोनेन्ट हो पेड इन्फर्मेसनमा एकैछिन वेट गर्नुस् वेट गरौँ यसलाई यसरी लेखौं पेड इन्फर्मेसन भनेर यहाँनिर यो के रे अन्डरलाइन गर्नुस् अनि यतातिरको हेर्ने यहाँनिर हेर्ने है सबजनाले यतातिरको हेर्ने यतातिरको टपिकहरु छ यतातिर हैन कि यतातिर यो अगाडिपट्टिको टपिकमा सबजनाले ध्यान दिएर हेर्ने है अगाडिपट्टिको टपिकमा यो फर्स्टको अप्सन छ
उम्, उम्, यसलाई यसरी लैजाउँ कि है जस्तो मैले स्निपिङ टुल गराएँ है पेड इन्फर्मेसनमा यति 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 चिजहरू हेरौँ है यति चिजहरू हेरौँ यसलाई मैले कपी गरेँ पेन्ट भन्ने प्रोग्राम ओपन गरेँ एमएस पेन्टमा लगेर गएँ एमएस पेन्टमा पेस्ट गरेँ पेस्ट गर्दाखेरि आयो है यो छ मान्नुहोस् कि यसलाई यो तपाईँहरूले लेखेर पेड टाइप भन्ने छ सुरुमा छ पेड टाइप भनेर यसरी यहाँनिर ड्यास गरेर पेड टाइप गर्नुहोस् यसलाई ब्राकेटमा यहाँ ध्यान दिँदै हेर्ने है ब्राकेटमा यसको ब्राकेटमा क्यापिटल ए भन्ने दिनु होला इन्कम टाइप भन्ने लेख्नुहोस् अर्कोमा क्यापिटल बी भन्ने दिनु होला है क्यापिटल ए भन्ने दिनु होला फर्स्टकोमा किनभने हामी पछि बारम्बार लेख्दैनौँ कि बारम्बार लेख्दैनौँ क्यापिटल ए भन्ने दिए सेकेन्डमा क्यापिटल बी भन्ने दिनु होला दोस्रो टपिकमा है दोस्रो टपिकमा आयो लेख्दै जानु होला तेस्रो टपिकमा अन्डर भन्ने छ क्यापिटल ए बी सी भन्ने दिनु होला यो लेख्दै अगाडि एबीसीडी लेख्ने क्यापिटलमा लेख्नुहोस् त सबजनाले लेखौँ एबीसीडी इएफजी एचआई जहाँसम्म आउँछ लेख्दै जानुहोस् अब बुझ्नुभयो यहाँ टेलीमा हो यतातिर छ यो अगाडिको लेख्नु अगाडिको लेख्दै जानु होला अनि एबीसीडी लेख्दै जानु होला है ब्राकेटमा पेड टाइप ए इन्कम टाइप बी अन्डर सी अनि एफेक्ट नेट स्यालेरी भन्ने छ है सी पछि क्या ई नेम टु बी डिस्प्ले इन पे स्लिप अर्को लेख्नुहोस् अनि यहाँनिरबाट युज फर यो युज फर क्यालकुलेसन अफ ग्रेजुटी भन्ने छ र क्यालकुलेसन टाइप क्यालकुलेसन सीएल भन्ने छ क्यालकुलेसन टाइप यताको युज हो है ल सक्यो एबीसीडी लेखौँ एबीसीडी लेख्यौँ आज म यो स्यालेरी मात्रै एड गराउनु जान्छु है अरू भ्याउँदिनँ क्लियर अब सबजनाले ध्यान दिने अब त्यो माथि जहाँ एबीसीडी लेख्नु भएको छ त्यसलाई के पनि नगर्नु होला त्योभन्दा तल जानु होला है त्योभन्दा तल तल माथि हाम्रो टपिकको नाम के छ बेसिक स्यालेरी अनि पे हेड टाइपको इन्फर्मेसनमा यतातिर हेर्ने हो भने यतातिरको है जो लेख्नु पर्दैन यसमध्ये एक मात्रै लेख्ने हो नट एप्लिकेबल छ डिडक्सन फ्रम इम्प्लोइ अर्निङ फ्रम इम्प्लोइ स्ट्याचुरी डिटेल भन्ने डिडक्सन भन्ने छ इम्प्लोइ है र स्ट्याचुरी कन्ट्रिब्युसन छ ग्रेजुटी छ लोन इन एडभान्स छ अनि अर्को छ रिम्बर्समेन्ट टु इम्प्लोइज भन्ने छ अलग अलग टपिकहरू छन् तपाईँहरूले यहाँ राख्न जान्नुपर्छ इन्कम के अरे पे हेड टाइपमा यहाँ अर्निङ भन्ने टपिक के अरे यो बेसिक स्यालेरी भन्ने आयो भने यो कर्मचारीको अर्निङ फर इम्प्लोइ हो अर्निङ भनेको आम्दानी हो आम्दानी हो है अर्निङ भनेको आम्दानी हो त्यो तपाईँहरूले एबीसीडी लेख्नु भएको छ त्योभन्दा तल है त्योभन्दा तल ए लेखेर अर्निङ फर इम्प्लोइ भन्नुहोस् माथिको एमा चाहिँ अर्निङ फर इम्प्लोइ गर्ने भन्ने हो लेखौँ त अब योभन्दा तल यसलाई अन्डरलाइन दिए पनि भयो ए भन्ने लेख्नुहोस् ए कसको नम्बर हो यसको नम्बर हो नि त पे हेड टाइपको नम्बर हो त्यसमा के आयो
अर्निङ फर इम्प्लोइ भन्ने आयो, यो लेखौँ अर्निङ फर इम्प्लोइ। कस्तो मान्छे के तिमीहरूले बुझेन र के बुझ्नु छ यसमा हो? हामीले माथि अलग अलग के दिएका थियौँ, एबिसिडी हेडिङ दिएका छौँ। अब त्यो धेरै टपिकहरू छ कि एबी गरेर यो दिया छैन, यो दिया छ है। यी टपिक सबैकै कमन हुन्। अब लेख्नुपर्ने अर्निङका टपिकहरू धेरै छन्, त्यो मध्येको बेसिक स्यालेरी दिएका छौँ। बेसिक स्यालेरीमा अब यहाँनिर पे टाइप भन्ने छ नि त, नि यो ए भनेको पे टाइप हो, माथि लेखा छ पे टाइपको हो। यसको अगाडि चाहिँ अर्निङ फर इम्प्लोइ, अर्निङ फर इम्प्लोइज लेख्ने भनेको। अब त्यसपछि माथि दोस्रो नम्बरमा बीमा आउला नि त मेरो कर्सर, यहाँ बी भन्ने लेख्नु होला। बी को अगाडि के राख्दैछु म त्यो लेख्ने है। बारम्बार तपाईँहरूलाई पे हेड लेख्नु त पढेन नि त, नि पे हेड अन्डर इन्कम टाइप अन्डर भन्ने त लेख्नु पढेन। बारम्बार हामीलाई यिनीहरू लेख्नु परेन। अब तिनीहरूको ठाउँमा हामी एबिसिडी लेखे पुग्यो है। ल इन्कम टाइपमा बी नम्बर लेखेर बेसिक स्यालेरी के गर्नुस्, भेरिएबल र फिक्स भन्ने छ। फिक्स भनेको फिक्स नै भइहाल्यो, भेरिएबल भनेको चेन्जेबल हो। बेसिक स्यालेरी बारम्बार चेन्ज फेन्ज हुन्छ त हुँदैन, फिक्स हुन्छ। के हुन्छ? फिक्स हुन्छ। अब अर्को अन्डर भन्ने छ, स्यालेरीलाई कर्मचारीको स्यालेरीलाई डाइरेक्ट एक्सपेन्सेस इनडाइरेक्ट एक्सपेन्सेस यहाँनिर मिसलिनियस एक्सपेन्सेस भन्ने छ, यतातिर हेरौँ है। र संस्थाको उसबाट हेर्ने हो भने यो इनडाइरेक्ट एक्सपेन्सेस हो। किन इनडाइरेक्ट सी गरेर इनडाइरेक्ट एक्सपेन्सेस गर्नुस्? किन इनडाइरेक्ट एक्सपेन्सेस हो भने र महिनाको अन्त्यतिर दिन्छ। अब अस्ति नै सरकारले 15 दिनमा दिने भनेको छ। 15 दिन भन्यो भने इनडाइरेक्ट एक्सपेन्सेस नै हो है। अनि एफेक्ट नेट स्यालेरी, के नेट स्यालेरीले एफेक्ट गर्छ, असर गर्छ? यस गर्छ नि है। अनि नेम टु बी डिस्प्ले इन पे स्लिप, जब हामी पछि यसको आउटपुट हेर्नेछौँ, यसको रिपोर्ट हेर्नेछौँ, त्यो रिपोर्टमा माथि स्यालेरी बोनस ओभर टाइम के होला, यहाँ माथि हो हेडिङहरू बन्ला नि त नि। त्यो हेडिङको टुप्पोमा यहाँनिर माथि बेसिक स्यालेरी लेखेको छ। यो बेसिक स्यालेरी लेखेकै नामले यहाँनिर डिस्प्ले गराउने कि या तपाईँ अहिले चेन्ज गर्न चाहनुहुन्छ भनेको है। यहाँनिर स्यालेरी मात्रै लेखे पनि हुन्छ, बेसिक स्यालेरी लेखे पनि हुन्छ, इम्प्लोइ स्यालेरी लेखे पनि हुन्छ, एज युअर चोइस। माथि बेसिक छ, यहाँ पनि बेसिक राखे पनि के हुन्छ? हुन्छ। क्लियर? बेसिक राखे पनि हुन्छ, बेसिक स्यालेरी लेखे पनि हुन्छ। अदरवाइज यो बेसिक हटाएर जस्ट स्यालेरी मात्रै लेखे पनि हुँदो रहेछ है। ल यहाँनिर एबिसिडी कतिमा पुग्यौँ यो लेख्नु होला। अनि युज फर क्यालकुलेसन अफ ग्रेजुटी भन्छ। ग्रेजुटी भनेको उपदान, ग्रेजुटी भनेको के हो? उपदान हो। कुनै पनि कर्मचारीले संस्थाको नियमका आधारमा है, कर्मचारी रिटायर हुँदाखेरि छोड्दाखेरि र एकमुष्ट पाउने रकमलाई हामी उपदान भनेर भन्छौँ। उपदान ग्रेजुटी भन्छ इङ्ग्लिसमा। अब त्योमा उपदान प्राप्त गर्नका लागि मिनिमम पनि 5 वर्षसम्म चाहिँ काम गरेको हुनुपर्छ। अदरवाइज त्योभन्दा तल काम गरेर छोड्छ भने पाउँदैन हो उपदान भनेको यो। अब के बेसिक स्यालेरी नेम यहाँनिर हेर्नु त, युज अफ क्यालकुलेसन अफ ग्रेजुटी भन्ने छ। ग्रेजुटीमा यो स्यालेरीमा उपदान दिने नदिने भन्ने छ र 5 वर्ष टाइम हुनु पर्यो अहिलेका लागि। यसलाई नो नै गरिदिनु होला, नो नै गर्ने है। अनि युज अफ क्यालकुलेसन के अरे होइन, यो क्यालकुलेसन टाइप भनेको के हो भन्नुहुन्छ भने क्यालकुलेसन टाइप भनेको युजर डिफाइन नै गर्ने, एज युजर डिफाइन भ्यालु है। एज युजर डिफाइन भ्यालु सक्यो, एज युजर डिफाइन भ्यालु। क्लियर? एज युजर डिफाइन भ्यालु। ओपनिङ नदिने, अहिले नदिने, कन्ट्रोलले गर कन्ट्रोल। अब यसमा हामी प्रत्येक दिन टपिकहरू लेख्नेछौँ र त्यो टपिक अनि एबिसिडीबाट यहाँ छुट्याउँदै जे फरक छ त्यो अगाडि लेख्दै गर्नेछौँ है त। कन्ट्रोलले गरौँ कन्ट्रोल है। अब यो भयो। त्यसपछि हामी के गरौँ, अर्निङमा यो भयो। अनि यहाँनिरबाट एउटा ओभर टाइममा लेखौँ। ओभर टाइम यो पनि अर्निङ फर इम्प्लोइ,
यो चेन्ज हुन सक्छ भेरिएबल, जहाँ जहाँ नम्बर हाल्नु होला है, नम्बर हाल्नु होला है। अब डाइरेक्ट एक्सपेन्सेस इनडाइरेक्ट हुन्छ, तत्काल पाउँछ काम गरेको दिन, या स्यालेरीमा एकमुष्ट पाउँछ भन्नुहुन्छ भने स्यालेरीमा मै आउँछ पछि जोडिएर, नेट सेलले असर गर्छ र अनि यहाँनिर नेम टु बी डिस्प्ले इन भन्ने छ, यसमा स्यालेरी या ओटी नै लेख्न पनि सक्नुहुन्छ, ओभर टाइम गरे पनि हुन्छ। र मैले यहाँनिरबाट सर्टकटमा ओटी नामले डिस्प्ले गराउँ र यो नो गर्नु होला। अनि ओभर टाइमलाई अन प्रोडक्सन गर्ने, ओभर टाइमलाई के गर्ने, अन प्रोडक्सन आउट अफ 60 मिनट्स है। नर्मल गर्नु होला, लिमिट 1 गर्नु होला। ल आजको लागि हामी यति गर्छौँ, यसको बाँकी फर्दर पार्ट हामी भोलिको सेसनमा अगाडि बढाउनेछौँ। भोलि पेड हामीले बनाइसक्नुपर्छ है, पेड भोलि बनाइसक्नुपर्छ, पेड बनाएर सकभर एटेन्डेन्स लगाइसक्नुपर्छ भोलि हो। अनि पर्सि मात्रै यसको आउटपुट म तपाईँहरूलाई देखाउन पाउँछु है। यो लामो टपिक हो कि आफैमा, यति लामो टपिक हो तर चाहिने टपिक पनि हो। हजुर पर्सि यसको आउटपुट हेर्न पाउनुहुन्छ, भोलि हामी यसको मास्टर क्रिएट गरेर सकाउँछौँ। यहाँ प्रोडक्सन टाइप भन्ने जोडियो, अन प्रोडक्सन लिने बित्तिकै ओटीलाई अघि हामीले ओभर टाइम है अन प्रोडक्सनमा राखिसकेका थियौँ, ओभर टाइम भन्ने आयो। अनि यहाँनिरबाट मेथड अफ भन्ने जुन छ यसमा नर्मल गर्नु होला, लिमिट 1 अङ्कले चाहिँ राउन्डिङ हुने नम्बरिङहरू है त। ओके ल आजको लागि हामी यति गरौँ। अब जानुस् यताको क्लासमा तपाईँहरूले है बनाउनु होला, यहाँसम्मको रेकर्ड सेम बनाउनु होला। अगाडिको युनिट बनाउनुहोस्, पेड टाइपहरू के होइन एटेन्डेन्सलाई चाहिँ पेड टाइपहरू बनाउनुहोस्। हजुर लिमिट एउटा ल मैले बन्द गरेँ है त। बाँकी यसको पार्ट भोलि हामी भोलि क्लासमा गर्नेछौँ।